त्यसो पनि यो गाईघाट बजारको पुरानो गाईघाट पी चोकदेखि पूर्वपट्टि रहेको यो कालिका सप्लायर्स बजाज कम्पनीले दिएको ड्रम हो। 2022 साल जेठ महिनाको 1 गते बिहिबार मदन भण्डारी लोकमार्गमा सुरक्षित यात्राको लागि नागरिकको तिर्गा नगरवासीको सुरक्षित यात्राको लागि हामीले चालेका यी अभियानहरू र यो कालिका सप्लायर्स गाईघाटको पी चोकदेखि पश्चिमतर्फ गाईघाट बजारतर्फको यो कालिका सप्लायर्स दिएको। यो कालिका सप्लायर्सका प्रोप्राइटर सुनिल ठाकुरले दिएको यो ड्रमहरू यसले सडक सुरक्षित बनाएको। यो कालिका सप्लायर्सले दिएको जम्मा 7वटा ड्रम हो पिजी चोकमा। यो पिजी चोकमा कालिका सप्लायर्स दिएको। कालिका सप्लायर्स दिएको करिब 7वटा ड्रम दिएको छ र 7 पंजे 35 7 दूना 14 35 14 करिब 20,000 बराबरको ड्रम सहयोग गरेको छ कालिका सप्लायर्सले। जनतालाई तिर्गा नगरवासीलाई सुरक्षित राख्नको लागि मैले विभिन्न योजना सहयोग चाहेको र गाईघाटको यो कालिका सप्लायर्सले मलाई 7वटा ड्रम सहयोग गरेको छ यो पिजी चोकमा। यो गाईघाटको तिर्गा नगरपालिकालाई तिर्गा नगरवासीलाई सडकमा सुरक्षित राख्नको लागि मैले विभिन्न योजना गरेको छु र अहिले यो गाईघाटको पुरानो गाईघाट पी चोकमा चाहिँ यो सडकलाई सुरक्षित राख्नलाई तिर्गा नगरवासीलाई सुरक्षित राख्न र तिर्गा नगरपालिका भएर यात्रा गर्ने नेपालका 77 जिल्लाका यात्रुहरूलाई सुरक्षित राख्नको लागि हामीले यो मदन भण्डारी लोकमार्गमा सडकलाई डिभाइडर रूपमा राख्नको लागि कालिका सप्लायर्सले हामीलाई 7वटा ड्रम करिब 20,000 को सहयोग गरेको छ। त्यस्तै यो जुन यो अहिले विशालनगर गाईघाटको तिर्गा नगरपालिका वार्ड नम्बर 11 गाईघाटको विशालनगर टोल सुधार समितिले पनि यो फुल रोप्न सकेको छ। हामीले दीपक चौहानज्यूले दीपक राईले आफ्नै घरकै फुल ल्याएर रोपिदिनु भएको दीपक चौहान त्यस्तै रहेछ ढकम्बको फुल रहेछ। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।